मांसपेशी र हाड जोड्नीका समस्याहरू 200 भन्दा बढी किसिमका छन् हैन। र अब हाम्रो देशमा एकदमै कमनली देखिने धेरै देखिने बाथरोगहरुमा एउटा गठिया बाथरोग हो। केटा मान्छेहरुमा देखिने युरिक एसिडको बाथरोग हो। घुँडामा असर गर्ने ओस्टियोआर्थराइटिस भन्ने बाथरोगले गर्ने गर्छ हैन। त्यो बाहेकका अरु हामीले अहिले आजभोलि धेरै देखिने बाथरोग मध्येमा जस्तै एउटा स्क्लेरोडर्मा भन्ने बिरामी पनि एकदमै धेरै पाउने गर्छौं। कहिलेकाहीँ मांसपेशी दुर्बल भएर उठ्न बस्नै गाह्रो हुने मांसपेशीका बाथरोगहरु जस्तै मायोसाइटिस भन्ने बाथरोगहरु पनि पाउने गर्छौं। अलि रेयर छ तर पाउने चाहिँ गर्छौं हामीले हैन। त्यो बाहेक अर्को एउटा एकदम कमनली देखिने बाथरोग भनेको फाइब्रोमाइल्जिया। यो पनि एउटा मांसपेशीको बाथरोग हो। धेरै टेस्टहरु गर्दा केही पनि नदेखिने शरीरको हरेक भाग दुखाइ भएर आउने गर्छन् कहिलेकाहीँ। यो चाहिँ फाइब्रोमाइल्जिया धेरै ठाउँमा देखाएर धेरै उपचार गरेर सिटी स्क्यान एमआरआई 2-3 चोटी गरेर आउने गर्नुहुन्छ, रगतमा परीक्षण गर्नुहुन्छ, केही पनि देखिदैन तर शरीरमा दुखाइ छ। यस्तो खालको बात पनि हुनेछ। यो चाहिँ फाइब्रोमाइल्जिया एकदमै कमनली देखिने महिलाहरुमा देखिने बाथरोग।